नेपाल वितरक सङ्घ वितरक सदस्य सम्मान 2081। सङ्घर्ष र मेहनतको पर्याय नै सफल जीवनको मार्गदर्शक हो। यो भनाइलाई हेमन्तराज प्रसाईले यथार्थमा परिणत गरेका छन्। मध्यमवर्गीय परिवारमा जन्मिएका हेमन्तको बाल्यकाल ग्रामीण क्षेत्रमै बित्यो। प्रत्येक चुनौतीलाई अवसरमा बदल्ने अद्भुत क्षमता राख्ने हेमन्तले सानै उमेरदेखि नै मेहनतलाई आफ्नो जीवनको आधार बनाए। ताप्लेजुङ जिल्लाको तत्कालीन फुलबारी गाउँ पञ्चायत हालको त्रिवेणी गाउँपालिकामा विक्रम सम्वत 2022 साल श्रावण 13 गते जन्मिएका हेमन्त बुबा डिलीप्रसाद र आमा पूर्णमायाका 7 भाइ छोरा र 2 बहिनी मध्ये माइलो सन्तान हुन्। स्थानीय दुर्गा माध्यमिक विद्यालयबाट विद्यालय स्तरको शिक्षा हासिल गरेका प्रसाई उच्च शिक्षा अध्ययनका सिलसिलामा विक्रम सम्वत 2040 सालमा काठमाडौँ आए र प्रदर्शनी मार्ग स्थित रत्नराज्य क्याम्पसबाट BA सम्मको अध्ययन पूरा गरे। विक्रम सम्वत 2047 सालबाट उनले काठमाडौँको कालीमाटीमा होलसेल पसल खोलेर व्यावसायिक जीवनको सुरुवात गरे। प्रसाईका लागि यो यात्रा सुरुमा निकै चुनौतीपूर्ण थियो। 48 साल भदौदेखि हामीले त्यहाँ व्यापार व्यवसाय सुरु गरे होलसेल पसल। सुरुमा धेरै कठिन थियो। हामी नयाँ थियौँ। एउटा चाहिँ कुनै पनि चिज बिक्री वितरण त्यस्तो काम गरेको थियो अनुभव पनि थिएन र सुरुमा 1-2 वर्ष 1.5 वर्ष चाहिँ अलिक कठिन भयो। विक्रम सम्वत 2049 सालमा नेबीको बिस्कुटको डिलरसिपबाट उनले वितरकका रूपमा आफ्नो यात्रा सुरु गरे। थोक विक्रेताका रूपमा व्यवसाय विस्तार गर्दै उनले आफ्नो पहिचान अझ बढाउने काम गरे। विक्रम सम्वत 2058 सालमा नेपाल वितरक सङ्घको स्थापना भयो। हेमन्त पनि यो संस्थाका संस्थापक मध्येका एक हुन्। एकपटक वितरक सङ्घको उपाध्यक्ष र 2 पटक वितरक महासङ्घको केन्द्रीय सदस्य रहिसकेका प्रसाई हाल वितरक सङ्घको सल्लाहकार रहेका छन्। उद्योग र जने डिस्ट्रिब्युटर मिल्यो भने जुनसुकै काम पनि गर्न सकिन्छ भन्ने उद्देश्य राखेर नि हामीले यो सङ्घ स्थापना गरेका थियौँ। कार्य समितिमा 13 जना पुर्याउन पनि धौधौ भएर मान्छे खोजेर राख्नुपर्ने अवस्था थियो। त्यसपछि हामीले 10औं वर्षसम्म हाम्रो त्यस्तै अवस्थाबाट चल्यो। एजिएम गर्दाखेरि कोरम नपुग्ने सबै चिजहरू भयो। तर आज जने सङ्घ यत्रो भयो, यसमा चाहिँ गर्व लाग्छ। विक्रम सम्वत 2055-56 मा युनिलिभर र जोन्सन एन्ड जोन्सनको डिलरसिप लिँदै उनले व्यवसायलाई नयाँ उचाइमा पुर्याए। त्यस्तै 2056-57 मा एसियन थाई फुड, हिमालयन डिस्टिलरी, गोर्खा ब्रुअरी, बुधकरण टी प्याकेजिङ जस्ता ब्रान्डहरूको डिलरसिप लिएर उनले व्यावसायिक अनुभवलाई व्यापक बनाए। व्यावसायिक यात्रामा उनले फाइदासँगै थुप्रै कठिनाइहरूको समेत सामना गरे। त्यसैले विक्रम सम्वत 2066 सालमा उनले करिब 9 महिना यो व्यवसायबाट विश्राम पनि लिए। तर पुनः ऊर्जा र उत्साहका साथ उनी वितरण व्यवसायमा फर्किए। मैले 66 तिर सबै काम छोडेर 9-10 महिना म त्यतिकै बसेँ। व्यापार व्यवसायमा बिहान 7-8 बजेदेखि बेलुका 10-11 बजेसम्म बजार घुम्या मान्छे त्यतिकै बस्न नसकिने रहेछ भन्ने अनुभव भएर अनि फेरि चाहिँ यता नेपाल डिस्टिलरीको खुकुइजमको काम आयो अनि त्यो काम गर्न थालेँ। धैर्यता र मेहनतलाई आफ्नो मूल मन्त्र मान्ने हेमन्तराज प्रसाई आज वितरण व्यवसायको क्षेत्रमा उदाहरणीय बनेका छन्। उद्योग र वितरक बीचको सहकार्य र दीर्घकालीन साझेदारीका लागि प्रसाईले खेलेको भूमिका प्रशंसनीय छ। मेहनत र धैर्यता राख्दा व्यावसायिक रूपमा सफलता हासिल हुँदो रहेछ भन्ने उनको विश्वास व्यवसायमा मात्रै होइन, जीवनको हरेक पक्षमा लागू हुने मार्गदर्शन पनि हो। नेपाल वितरक सङ्घको संस्थापक मध्येका एक तपाईलाई आज वितरक सङ्घको 23औं वार्षिक साधारण सभाको अवसरमा यस वर्षको वितरक सदस्य वर्ष 2081 द्वारा सम्मान गर्न पाउँदा हामी निकै हर्षित छौं र आजको सम्मानका लागि वितरक सङ्घ लगायत सम्पूर्ण सदस्यको तर्फबाट यहाँको बाँकी जीवन अझै ऊर्जावान बितोस्। तपाईलाई यो सम्मानको अवसरमा हार्दिक 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 शुभकामना। पेशागत हकितका लागि सदैव नेपाल वितरक सङ्घ।